हेलो गाइस, ब्ल्याक एन्ड गोल्ड प्याटर्न भएको छ यो किराको एकदमै युनिक खालको छ र यसको एकदमै दाम हाई छ अरे भन्नुहुन्छ सबैले र किन पनि नहोस् है यो किरा त एकदमै कम्ती मात्रामा देख्नु पाउँछ है जहाँसुकै खोजेर पनि पाउने होइन कहिलेकाहीँ भन्छन् स्कुल सर्टमा देख्नु सकिन्छ यसलाई है र यो जहाँसुकै पाउने कुरा होइन ठुल्ठुलो एकदमै 50-60 वर्षभन्दा बेसी ठुल्ठुलो रुख एकदमै भएको भित्र झोल्टो भएको तिर मात्र बसोबास यो किरा छ है एकदमै कम्ती मात्र पाउने किरा र यो हाम्रो दुनियाँमै एकदमै अनौठो प्रकारको डिजाइन भएको किरा मान्दो रहेछ है बाहिरतिर चाहिँ यो किरालाई चाहिँ है यो बिटलाई अन्त किन चाहिँ यस्तो महँगो यसको दाम भन्नुहुन्छ भने चाहिँ किनभने यो किराको चाहिँ सन्तानको उत्पादन चाहिँ एकदमै कम्ती क्षमता रहेको रहेछ किनभने चाहिँ यो जम्मा 8 वर्ष जस्तो यसको आयु हुँदो रहेछ है र त्यो 8 वर्षको उसको आयुभित्रमा चाहिँ 7 वर्ष 7 महिना चाहिँ अन्डरग्राउन्डमै बस्छ है र रहेको 5 महिनामा चाहिँ उहाँ बाहिर निस्केर उहाँको पार्टनर मेल खोजेर पनि क्रसिङ भएर 5 महिनाभित्रमा उहाँले बनाएर आएको त्यो जग्गामा चाहिँ पुग्नुपर्छ त्यहाँदेखि उहाँले अन्डा छोडिराख्ने उहाँको क्रम हुन्छ त्यहाँदेखि चाहिँ उहाँको मृत्यु भइहाल्छ है यदि उहाँको एकदमै डाउन गएको छ र अनौठो जग्गामा बसिरहेको छ भने निस्किनु नै 2 महिनाभन्दा ज्यादा यदि लाग्यो भने चाहिँ उहाँको चाहिँ असफल भन्दा पनि हुन्छ है सन्तान बढाउने क्षमता चाहिँ किनभने बाहिर निस्किएर पनि त्यो 2 महिना ज्यादा लाग्यो भने चाहिँ 3 महिनामा उहाँको मेल पार्टनर कहिले खोज्ने त्यहाँदेखि क्रसिङ भएर पनि फेरि उहाँ त्यो जग्गामा पुग्नै सक्दैन है यदि पुगिहाले पनि ढिलो पुग्यो र यदि पुगिहाले पनि ढिलो भने चाहिँ त्यो अन्डा पार्ने जग्गामा पुग्दा चाहिँ टक्कै 3 महिना बित्यो भने चाहिँ उहाँको मृत्यु चाहिँ भइहाल्छ है त्यसले गर्दा सन्तान पाल्नु चाहिँ एकदमै गाह्रो लाग्यो मलाई चाहिँ यो किराको चाहिँ यो बिटको त्यसैले गर्दा चाहिँ एकदमै हाई भ्यालु भएको जस्तो लाग्छ मलाई चाहिँ किरा र मान्छेहरूले भन्ने गर्छ कि यो बाहिरतिर एकदमै ज्यादा मन पराउँछ पाल्नुको लागि र कुन चाहिँ मूर्खले चाहिँ यो किरा चाहिँ अब यतिको चाहिँ पाल्नुलाई चाहिँ अलरेडी उसको समय पुग्नु आँटेको छ मर्नलाई 7 वर्ष 7 महिना जमिनमै बसेर आएको हुन्छ 8 वर्षको आयुमा है त्यति कम्ती बाँच्ने किराले कसले 70-80 लागिन्छ है र मलाई चाहिँ लाग्छ कि यो किराको चाहिँ अर्कै नै कुरा छ है किनभने यसको चाहिँ मलाई लाग्छ दबाई बनाउँछ जस्तो लाग्यो है किनभने 70-80 लाख भनेको चाहिँ कम्ती पैसा चाहिँ होइन है र यो किराको चाहिँ अलिकति चाहिँ अब एकदमै अनौठो प्रकारको लुक भएको किरा दुनियाँमा भएको छ है र साथीहरू जतिकै करोडै 70-80 करोडै घट्ने है अनौठो यो छ र किरा अन्जान मूर्खलाई है नबेच्नु है एकदम मासिसके जङ्गलहरू पनि सबैले रुखपात काटेर होइन र बस्ने ठाउँ चाहिँ संरक्षण गरौँ तपाईँले देख्नु नबेच्नुहोस् है र तपाईँले यो किरा कहीँ बाटोतिर भेट्नु भने चाहिँ अन्जानमा देख्नु चाहिँ बेच्नु चाहिँ नबेच्नुहोस् जति करोडै भए पनि है घरमा ल्याएर पाल्नुहोस् है घरको छेउछेउको रुखमा कहीँ टोर्कासम्म लगाइदिनुहोस् र उहाँको फेभरेट खानेकुरा रहेको छ बनाना है ल थ्याङ्क यू